अघि ड्राइभ गर्दाखेरि यस्तो राम्रो माथि यस्तो ओपन गर्न मिल्छ। कपडा चाहिँ लगाइसकेको छु, मेकअप चाहिँ गरेको छैन, अब खासै मेकअप पनि नगर्ने आज, अलिअलि मात्रै। अब लिपस्टिक अनि ब्लसहरू लगाउँछु, तर अहिले चाहिँ म लास्ट टाइम आफ्नो गाडीलाई थ्याङ्क यू सो मच भन्न गइरहेको छु। बेबी गाडीको चाबी तिमीसँग छ? देऊ न। अनि आज म यो पनि लगाएको छु, के भन्छ यसलाई, पोते के भन्छ, त्यो पनि लगाएको छु हो। यही हो मेरो गाडी अहिलेको। इज माई बेबी। लेट्स सिट फर द लास्ट टाइम। कस्तो अर्कै फिल भइरहेको छ, बट नयाँ गाडी लिनेको एक्साइटमेन्ट पनि छ, बट स्टिल कहाँ कहाँ कस्तो कस्तो फिल भइरहेको छ। माई बेबी। बट केही नयाँ पाउनलाई त पुरानो छोड्नै पर्छ। कस्तो रुन मन लागिरहेको छ मलाई, बट आई गेस इट इज वाट इट इज। लाइफ यस्तै हुन्छ होइन, हामीले केही न केही छोड्नु पर्ने नै हुन्छ हरेक ठाउँमा। माई बेबी टाइम, माई बेबी। अहिले भर्खर तपाईँहरूले देख्नुभयो, पूजा गरिसकेँ अनि मेरो आउटफिट यही थियो आजको। यो मैले कहिले पनि यो कुर्ता लगाएको थिएन, ड्याडीले किनिदिनु भएको थियो, यही कुर्ता लगाएँ। अनि एकछिन अब चाहिँ पुरानो गाडीलाई खाइतोरी गर्नलाई बेच्नलाई जाँदैछौँ। अहिले चाहिँ हामी गाडी लिएर अनि यता आएको थियौँ। त्यो पहिलेको गाडीको केही काम बाँकी थियो, त्यही भएर उही कारमा आएको थियौँ। अनि माथि यस्तो ओपन गर्न मिल्छ, खुसी पनि भइरहेको छ। बट पुरानो गाडीको लागि यही जिन्दगी हो। आज चाहिँ डे 2 हो। हिजो मैले ड्राइभ गरेन, अनि अघि भर्खर म ड्राइभ गरिरहेको थिएँ। अब म चाहिँ भिडियोहरू बनाउँछु भनेर म चाहिँ अहिले प्यासेन्जर सिटमा आएको छु। अनि आज हामी सेकेन्ड डे लेक खावागुचीकोतिर घुम्न जाँदैछौँ। अनि हिजो तपाईँहरूले देख्नुभयो मैले कुर्ता लगाएको थिएँ, आज चाहिँ यस्तो वेस्टर्न कपडा लगाएको छु। अनि होप केही राम्रो राम्रो पिक्चर्सहरू क्लिक गरौँ आज। अनि या दिस इज माई ड्रिम कम्स ट्रु मोमेन्ट। अघि ड्राइभ गर्दाखेरि यस्तो राम्रो फिल भइरहेको थियो, लाइक पहिलाको गाडी भन्दा अलि भारी खालको गाडी रहेछ। बट मलाई त भारी सामान नै मनपर्छ, या ज्वेलरी होस्, साडी कपडा जे भए पनि मलाई चाहिँ भारी नै मनपर्छ। सो दिस इज वाट इट इज। अनि पछाडि चाहिँ डुगु पनि छ। अनि यो एकछिन पछि म चाहिँ ड्राइभ गरेर डुगुलाई यो साइडको सिटमा बसाएर ड्राइभ गर्ने भनेर सोचिरहेको छु। अनि उहाँ चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ, माई हस्बेन्ड। अहिले मैले चाहिँ यस्तो स्कार्फ लगाएको छु। स्कार्फको के छ भन्दाखेरि मेरो पहिल्यैदेखि सपना थियो कि ओपन कारमा 90s को भाइब जस्तो केही लगाएर अनि म ड्राइभ गरौँ, घुम्नु जस्तो कि। अनि त्यही भएर स्कार्फ मैले लगाएँ 90s को अलिकति भाइब दिनलाई। प्लस कपाल पनि हुन दिँदैन, एकदमै मजाले कपाल मेरो जस्तो सेट गरेको थिएँ त्यस्तै छ अहिलेसम्म। अगाडिको अलिअलि बिग्रेको छ, बट इट इज। अलि डार्क कलरको लिपस्टिक लगाएको छु। अनि अहिले हामी कहाँ कहाँ फोटो क्लिक गर्छौँ, के गर्छौँ, त्यो सबै तपाईँहरूलाई देखाउँछु है। यो चाहिँ मेरो लाइफको एकदमै बेस्ट मोमेन्ट हो कि सो म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। अनि लाइक गर्नुभए पनि, कमेन्ट गर्नुभयो पनि, के अरे सरी, लाइक कमेन्ट नगरे पनि होइन, यो चाहिँ जस्ट मेरो मोमेन्ट हो। सो मैले सेयर गर्न चाहन्छु भनेर। हेर्नु न, मैले अघि ग्लिटर लगाएको थिएँ, यता यता यहाँ चाहिँ जमेछ अलिकति ग्लिटर।
सो भ्यू चाहिँ यस्तो छ तपाईहरुको भ्यू यस्तो पहाड जंगल अनि मेरो भ्यू यस्तो अलिअलि आफ्नै हस्बेन्डसँग फ्लर्ट गर्नु पर्यो अनि अहिले माउन्ट फुजी पनि तपाईहरुले म देखाउँछु है माउन्ट फुजीको पनि यस्तो राम्रो भ्यू आउँछ अलिकति अगाडि गयो भने अहिले ठ्याक्क त्यस्तो धेरै हिउँ पनि परेको छैन फुजिसानमा अनि त्यस्तो एकदमै सुखा पनि छैन के चोदो घुरायो के अलिअलि हिउँ परेको अलिअलि सुखा सुखा कस्तो राम्रो भ्यू छ के बट यहाँबाट चाहिँ देखिरहेको छैन अलि अगाडि गएपछि देख्छ यो चाहिँ मेन लेक हो खाबागुचीको सनसेट यस्तो राम्रो देख्छ यहाँबाट तर आज चाहिँ त्यस्तो घाम लागेको थिएन त्यही भएर अनि यतापट्टि चाहिँ सपहरू छ अब सब भन्ने बित्तिकै सब गयो अनि त्यो अगाडिपट्टि हेर्न सक्नुहुन्छ त्यो सब होटल एरिया हो लेक खावागुचीको भन्ने चाहिँ यो लेक हो अनि त्यहाँ चाहिँ माउन्ट फुजी देखिराख्नु भएको छ अनि यतापट्टि हेर्नुभयो भने सबै होटल एरिया हो सबै होटल एकछिन भ्यू रमाइलो गर्नुहोस् यो चाहिँ जापानको गाउँ बट नेपालको गाउँ भन्दा सहर भन्दा पनि राम्रो के जे पनि छ भनौँ न होप हाम्रो नेपालको पनि यस्तै होस् कहिले यस्तो राम्रो भ्यू छ ओ माइ गॉड यतै कतै घर बनाएर पिसफुल लाइफ बस्न पाएँ हामी पनि यो गाडीको फिचर्सहरू अलिअलि बुझ्दैछौँ एक्सपेरिमेन्ट गर्दै अनि यही थियो आजको भिडियो आज भन्नाले पनि हिजो र आज दुई दिन मिलाएर मैले रेकर्ड गरेको अब कतै खाना सानाको चाहिँ राखेन भिडियो बट या यस्तै ड्राइभिङ गरेको यस्तै गाडीबारे नै थियो भिडियो भनौँ न होप तपाईहरुलाई मेरो ड्रिम कार तपाईहरुले पनि मन पर्यो अनि यस फ्युचरमा अब भिडियोजहरु हेर्नलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला अनि सी यू गाइज इन नेक्स्ट भिडियो टिल देन टेक केयर मता ने बाइ बाइ लभ यु अल